यदि हामी सानो मान्छे भयौँ भने हेर्नुहोस् न कमिला जस्तो धान टिप्नलाई यसरी लाउनु पऱ्यो, कुखुरा काट्नलाई भने ठुला मसिनहरू यसरी मिलाएर लगाउनु पऱ्यो। र त्यस्तै गरी यो माछा पकाउनलाई सानो भयो भने एउटै माछाले सबैलाई भेट्छ। अब लसुनको लागि यस्तो गर्नु पऱ्यो, हेर्नु न। र यसपछि फ्राई गर्नुको लागि कामदारहरू लाउने, यस्तो गर्ने हो माछाको पनि। त्यस्तै गरी यो अन्डा फोड्नलाई पनि यो पुरा यस्ता चुनहरू लाएर माथिबाट फोडेर यो भात पकाउनलाई पनि डोजर हो। यो मान्छे सानो भयो भने मसिनहरू पनि सानै हुँदैन, सानो मान्छेले चलाउने यस्तो ठुलो हुँदैन पऱ्यो। अब त्यसपछि खानालाई पनि त्यो पल्टी त गर्नु पऱ्यो, प्लेटमा राख्नुको लागि यस्तो गर्नु हो। ल माथिबाट ल्यान्डिङ खाना हुँदै खानालाई पनि पुरै